जब हामीले मोर्गेज ब्रोकरको अथवा हाम्रो प्राइमरी काम चाहिँ लोन मिलाउने है अथवा होम लोन पास गराउने हाम्रो काम हो है भनेर भन्छौँ, प्राइमरी है, त्यो बाहेक अरू धेरै कामहरू हामीले मोर्गेज ब्रोकरले गर्छौँ, प्राइमरी काम यो हो भनेपछि चाहिँ कतिले मुखै फोरेर कतिले चाहिँ मनमा एउटा क्वेसन राख्नुहुन्छ, त्यो चाहिँ के हो भने यदि लोनै मात्रै गर्ने हो भने चाहिँ मोर्गेज ब्रोकरमा किन जानु पर्यो त, ब्याङ्कमा गए भइहाल्यो नि त भन्ने क्वेसन यहाँहरूको मनमा पनि आएको हुनसक्छ। फर्स्टमा आएरले कतिले मुखै फोरेर सोध्नुहुन्छ। आजको भिडियोमा चाहिँ म यो 5-6 मेन रिजन यतिखेर अस्ट्रेलियामा घर किन्नेहरू 76% होम ओनरहरू चाहिँ किन मोर्गेज ब्रोकरकोमा जान्छन् त होम लोनको लागि भन्ने कुराहरू यहाँहरूलाई बेली विस्तारमा सुनाउँदैछु। पहिलो नम्बर 1, एज अ मोर्गेज ब्रोकर हामीहरू चाहिँ एनसीसीपी नेशनल कन्ज्युमर क्रेडिट प्रोटेक्सन एक्ट र बेस्ट इन्ट्रेस्ट ड्युटी यो दुईटा लेजिस्लेसनले चाहिँ हामीलाई गाइड गर्छ अथवा बाइन्ड गर्छ। यसले चाहिँ के भन्छ भने हामीले लोन प्रोडक्ट सजेस्ट गर्दा कस्टमरलाई कस्टमरको बेस्ट इन्ट्रेस्ट हेरेर सजेस्ट गर्नुपर्छ भनेर भन्छ र त्यो लमा हामी बाइन्ड भएर बसेका हुन्छौँ। र हामीहरूको चाहिँ एज अ मोर्गेज ब्रोकर 30-40 वटा ब्याङ्कसँग एकैचोटि काम गर्न सक्ने क्यापेसिटी भएको कारणले गर्दाखेरि तपाईँहरूलाई लोन प्रोडक्ट अफर गर्दाखेरि अथवा सजेस्ट गर्दाखेरि मिनिमम पनि तपाईँलाई सुइटेबल हुने 3 वटा लोन प्रोडक्ट चाहिँ तपाईँलाई हामीले अफर गर्नुपर्ने हुन्छ, अफर गर्छौँ। नम्बर 2, यहाँले सुनिहाल्नुभयो हजुरहरू बिजी हुनुहुन्छ, हरेक ब्याङ्कमा गएर इन्ट्रेस्ट रेट बुझ्न उनीहरूको पोलिसी बुझ्न गाह्रो हुन्छ। एज अ मोर्गेज ब्रोकर हामीकोमा आउनु भने हाम्रो डाइरेक्ट एक्सेस हुन्छ करिब 30-40 वटा ब्याङ्कसँग। यतिखेर हाम्रो करिब 40 वटा ब्याङ्कसँग हाम्रो डिरेक्ट एक्सेस छ अथवा उनीहरूको लोन प्रोडक्ट हामीहरूले हजुरहरूलाई सजेस्ट गर्न सक्छौँ। तेस्रो, पर्सनलाइज सर्भिस, जस्तो भाषा बुझेको, ठाउँ बुझेको, तपाईँहरूसँग कुरा मिल्ने मन मिल्ने मान्छे जो वर्षौँदेखि 10-12 वर्षदेखि यो फिल्डमा काम गरेको छ, यो मान्छेले तपाईँलाई प्रोपर्टीको सुरुदेखि प्रिलिमिनरी एसेसमेन्टदेखि प्रि अप्रुभल, घर किन्ने प्रोसेस, घरको नेगोसिएसन, तपाईँको घर सेलेक्सनको प्रोसेसदेखि सेटलमेन्ट, त्यसपछिका आउने दिनहरूमा पनि यो सर्भिस तपाईँलाई फ्री अफ कस्टमा पर्सनलाइज हिसाबले हामीले तपाईँलाई अफर गर्छौँ। फेरि अर्को कुरा आयो, फ्री अफ कस्ट मोर्गेज ब्रोकरको सर्भिस हामीले हाम्रो कस्टमरलाई फ्री अफ चार्ज चाहिँ अफर गर्छौँ। ब्याङ्कले हामीलाई कमिसन पे गर्छ, त्यो चाहिँ हाम्रो इन्कम हुन्छ, हामी कस्टमरहरूलाई कुनै पनि फीहरू चार्ज गर्दैनौँ। र यो जुन घर किन्ने प्रोसेसमा कोअर्डिनेट गर्ने, अब तपाईँलाई यो बिचमा चाहिने सरसल्लाह, अब यो बिचमा चाहिने अरू जुन प्रोफेसनलहरू हुनुहुन्छ जस्तो कन्भेन्सरहरू हुनुहुन्छ, तपाईँको बिल्डिङ पेस्ट इन्सपेक्सनहरू गराउनु पऱ्यो, त्यसको लागि इन्सपेक्टरहरू जुटाउने काम, यो कुरामा होल प्रोसेसमा तपाईँलाई हामी बिचमा बसेर एज अ कोअर्डिनेटरको हिसाबले सपोर्ट गर्ने गर्छौँ। र सबैभन्दा इम्पोर्टेन्ट कुरा जुन ब्याङ्कले गर्दैन त्यो चाहिँ के हो भने जब तपाईँको घर सेटल हुन्छ अथवा लोन सेटल हुन्छ त्यसपछि इन्ट्रेस्ट रेट बढ्यो भने ब्याङ्कले खुरुक्क बढाउँछ, तपाईँलाई सोध्न आउँदैन, घट्यो भने चाहिँ केही पनि नभनिकन चुप्पो लाएर बस्छ। त्यो कुरामा चाहिँ आफ्टर सेल्स भनौँ हामीले, जब तपाईँको सेटलमेन्ट हुन्छ हामीले रेगुलर इन्टरभलमा तपाईँको लोन रिभ्यू गर्छौँ, तपाईँको एक्जिस्टिङ लेन्डरसँगै रेट नेगोसिएट गर्छौँ। यदि त्यहाँनिर रुम छ, घटाउनु मिल्ने चान्स छ, तपाईँहरूको रेट चाहिँ अन्तभन्दा हाई छ, अरू ब्याङ्कमा भन्दा तपाईँको हाई छ भने, र यदि होइन यो ब्याङ्कले चाहिँ तपाईँलाई राम्रो रेट अफर गर्दैन र तपाईँलाई अरू ब्याङ्कमा जाँदाखेरि बेटर रेट पाउनुहुन्छ अथवा कुनै हिसाबले बेटर सर्भिस अथवा बेटर प्रोडक्ट तपाईँले पाउनुहुन्छ भने त्यो पनि हामीहरू तपाईँलाई आफ्टर सेटलमेन्ट अथवा आफ्टर सेल्स पनि तपाईँलाई सपोर्ट गर्छौँ, तपाईँलाई अफर गर्छौँ। यी कारणले गर्दा मान्छेहरू यतिखेर, होम बायरहरू यतिखेर 76% मान्छे चाहिँ आफ्नो होम लोनको लागि चाहिँ मोर्गेज ब्रोकरकोमा जान्छन् रादर देन गोइङ डिरेक्टली टु द ब्याङ्क। हजुरहरू पनि अस्ट्रेलियाको कुनै पनि ठाउँमा बस्नुहुन्छ, कुनै पनि गाउँ, कुनै पनि सहरमा बस्नुहुन्छ र घर सम्बन्धी, लोन सम्बन्धी कुनै क्वेसन छ भने मेरो नम्बर यहाँ बायोमा छ, हजुरले मलाई निर्धक्क साथ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद।